हेलो हेलो गाइजहरू, आज लामो समयपछि म तपाईहरुको सामु उपस्थित हुँदैछु। भक्तपुरको सिद्ध पोखरीमा बिहानको समयमा मर्निङ वाकको लागि निस्केको। आज धेरै समयपछि तपाईहरुसँग आइरहेको छु। कृपया जोडिएर साथ दिनुहोला। ल हेर्नुस्, मजाले रातो फुल फुलेको छ। हेर्दैमा आनन्द लाग्ने खालको फुलहरू फुलिरहेको छ। बिहानको चिसो चिसो मौसममा मनमोहक दृश्य हेर्दै तपाईहरुको साथमा आइरहेको छु। लामो समय पछाडि जोडिन पाउँदा खुसी लागिरहेको छ। ल हेर्नुस्, फुलहरू कति मनमोहक। जरा चाहिँ बरको जरा होला। सेटिङ मिलाउँदा अलिकति बिग्रेर आइरहेको छ, त्यसको लागि सरी। सबैजना बिहानको मर्निङ वाक गर्दै हुनुहुन्छ र म पनि साथमा मर्निङ वाक गर्दै भिडियो गराउँदै तपाईहरुको माझ ल्याएर आइपुगेको छु। कृपया हेरेर साथ सहयोग गरिदिनु होला। भक्तपुरको सिद्ध पोखरी वहाँ त्यो पारी भत्केर मर्मत सम्भारको काम हुँदैछ गाइजहरू। त्यही भएर हामी त्यो पर देखिएकोबाट बाहिर निस्केर चाहिँ फेरि पछाडिबाट राम लगाउँछौँ।
त्यो देखिएको घरबाट चाहिँ हामी बाहिर निस्केर पछाडिबाट राउन्ड लगाउँछौँ। भित्र चाहिँ बनाउँदै भएको कारणले राउन्ड लगाउन सक्दैनौँ। कतिजना चाहिँ पोखरीकै आडबाट राउन्ड लगाउँदै हुनुहुन्छ त्यहाँबाट। यसको 4वटा गेट छ, जताबाट पस्ता नि हुन्छ। एउटा गेट त्यो, एउटा गेट त्यो, एउटा गेट वहाँ पर, एउटा गेट अगाडि म छिरेको सुरुको गेट। यो भनेको भक्तपुरको इतिहास बोकेको पोखरी भनेर चिनिन्छ। यो अब कति वर्ष अगाडिको त्यो त ठ्याक्कै थाहा भएन, तर यो चाहिँ पुरानो भक्तपुरको पुरानो पोखरीमध्ये को एक पोखरी भनेर चिनिन्छ। यहाँको स्थानीय बासिन्दाले त्यही बताउनुहुन्छ। कुकुर पनि मजाले सुतिरहेको छ। भुइँमा पनि भगवानहरू बस्नु भएको छ। यहाँ त जता गयो उतै भगवान नै भगवान। भक्तपुरको विशेषता। Aku memang masalah dalam sesi ini, lasut dong ya, nggak capai di kamar lah. Ya aku mau yang itu benda lah. गाइस, मर्निङ वाकको काम निरन्तर जारी छ। वरिपरि रातो फुल फुलेको छ। म पनि सबैको साथमा मर्निङ वाक गरिरहेको छु। ल हेर्नुहोस्, यता चाहिँ भक्तपुर हस्पिटल, यता चाहिँ सबैजना बिहानको एक्सर्साइज गर्ने कार्यक्रम हुँदैछ। कोही पुसअप, बुढा पाका सबैजना मर्निङ वाक गरेर थकाइ लाएर पार्टीमा बसिरहनु भएको छ। हामी पनि साथसाथै मर्निङ वाक गरिरहेका छौँ। अब चाहिँ सिद्ध पोखरीबाट निस्केर हामी त्यही नजिक रहेको भजु पोखरीमा चाहिँ मर्निङ वाकको लागि निस्किँदैछौँ। अब अगाडि रोडमा आइपुग्यौँ। अगाडि देखिएको भक्तपुर बहुमुखी क्याम्पस। अब हामी जेब्रा क्रसबाट बाटो काटेर पारी निस्कन्छौँ। नो पार्किङ होइन हो, रोडमै चाहिँ कसले पार्किङ गर्छ भन्न चाहिँ मिलेन। हाम्रो नेपालमा त सिस्टमै यस्तो।
चाहिँ उता बागबजार पुतली सडक जाने बस पनि यहीँबाट लाग्छ। यो तल देखेको पोखरी चाहिँ भजु पोखरी, पोखरीको बिचमा मन्दिर अवस्थित छ। अब यसमा चाहिँ त्यहाँ चाहिँ योगा गर्ने, योगा गर्दै हुन्छ। बुढापाकाहरूले ता हिँडिरहनु भएको छ सबैजना। अब हामी चाहिँ सट्ट यस्तो गर्छौँ, हिँड्छौँ यसरी टप 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 हिँड्छौँ। ल गाइजहरू अब चाहिँ हाम्रो भ्लगलाई यहीँ नै रोकेर अब सुई 10 राउन्ड जति यसलाई लगाएर त्यसपछि चाहिँ सर्लक्क घरमा गइन्छ र टन्न भात खाएर ड्याम्म सुतिन्छ। अब गाइजहरू त्यो परको चाहिँ भक्तपुर बहुमुखी क्याम्पसको बिल्डिङ। अब अलि पछाडि चाहिँ बर्खामा धेरै पानी आएपछि मुनि देखिएको पोखरीको पानी चाहिँ माथि पहिलो तलासम्म चाहिँ आइपुग्छ। सबै डुबान पर्छ भन्छौँ। समयले साथ दियो भने त्यो पनि तपाईँलाई देखाउनेछु पछाडि, हेर्दै गर्नु होला। ओहो के छ हौ, ठिक छ? ल हाम्रो भ्लग बनाउने कार्यक्रम चाहिँ जारी छ कि आजबाट लाग्यो। ल त गाइजहरू अब चाहिँ हाम्रो भ्लगलाई यहीँ रोकेर अब हामी सर 10 राउन्ड जति चाहिँ सर्लक्क लगाइन्छ। ल त गाइजहरू यो हेरेर 11 राउन्ड भयो। आमा कति बजे हिँडेको बिहान? बिहानै सुतिन्न कि हो रातभरि? 4 बजे हो। यस्तै हो भने चाहिँ छिटै म्याराथनतिर गइन्छ होला हौ साथी। हो म पनि आउनु त बिहान 5 बजेदेखि आएको। माथि सिद्ध पोखरीमा 3 राउन्ड लगाइयो। त्यसपछि 3 राउन्ड मात्रै, अनि यहाँ आएर चाहिँ भर्खर आइएको छ। ल त गाइजहरू अब चाहिँ बाई बाई, टाटा। हेरेर साथ दिनु होला। ल लाइक सब्सक्राइब के तपाईँले गर्न सक्नुहुन्छ त्यो चाहिँ सबै गराएर। ल यो चाहिँ भुजु माथिको सिद्ध। ल त ल गाइजहरू बाई बाई, सी यू।